आज दिनभरि यस्तो काम गरेर नि गाइज, यस्तो लोड काम गरेर तर बेलुकातिर मासु ल्याएर खायो भने त त्यो काम गरेको थाहै भएन। सो के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ। हजुर ठिकठाक होला। अब त गाउँले परियो माइलहरू काम गर्नुपर्छ। हजुरहरू गर्नुहुन्छ होला, कोले गर्नुहुन्छ कमेन्ट गर्नु पर्यो। आजको मेरो काम रहेको छ मोल बोक्ने। म मार्दै त होइन, सबैजना हुनुहुन्छ तर भिडियोमा देखिने लाज मान्नुहुन्छ कि भिडियोमा देखिने त्योहरू कोही देखिनुहुन्न होइन। मैले चाहिँ 8-9 डोका लगेर मोल फालिदिएँ गपागप, सबैजनाले फाल्नुभयो। फेरि फालेर मैले चाहिँ यता लोकल केरा खाएर 1-2 घन्टाको लागि चाहिँ म रेस्ट गरेँ कि सुतेँ होइन। फेरि उठ्दाखेरि त यता पानी परेर बितिसकेछ कि हाम्रो घरतिर चाहिँ आजकल पानी परे गर्छ है। बेलुका हुन लाग्यो कि यता फेरि घाम लागिरहेछ बारीतिर, के हो गाइस। अब केही काम छैन, तास खेल्ने बस्ने, जडिया चाहिँ नभन्नु है, टाइम पास गरेको हो कि गाइस। यता चिया पाकेको रहेछ, यस्तो चिसो मौसममा तातो चिया खाएर को लागि चाहिँ मम्मीले मासु ल्याउनु भएको छ। मासुलाई फुटार्न लाग्यो कि गाइस। दाल भात चाहिँ पाकिसकेछ। मासु चाहिँ फेरि सधैँ म आफै बनाउने हो कि, मिठो बनाउँछु नि त। खाना आउनु है मेरो घरमा, खुवाउँला तपाईँहरू। धनियाँ सनियाँ राखेर चलाइ बनाएँ। मेरो मोबाइलमा धेरै चार्ज थिन्थ्यो, त्यो हेरेर धेरै बनाइन ब्लग चाहिँ। खाना साना पस्किँदै हुनुहुन्छ मम्मीले, त्यो आजको ब्लग दिन्छ होला। थ्याङ्क फर वाचिङ, सी यु इन द नेक्स्ट भिडियो, बाइ बाइ।